पोइन्ट जाने क्रममा छु म यो पोइन्ट जाने बाटो चाहिँ एकदम कन्फ्युजिङ छ तपाईहरुलाई तल सरस्वती कुण्डको साइडबाट एउटा ढुङ्गा छ त्यो ढुङ्गाबाट अलिअलि तपाईको यस्तो ढुङ्गा छापेको छ हैन अनि आजको हाम्रो टिम चाहिँ सबै अलपत्र पर्नु भएको सबै तलतिर हुनु भएको मैले यताबाट हो भन्दा पनि आउनु चाहिँ भएन त्यही अलि पछि आउँदै हुनुहुन्छ तर एकदम बाटो चाहिँ कन्फ्युजिङ भएको भएर उहाँहरू झुकिनु भएको थियो कि माथिसम्म आएर पनि फर्किसक्नु भएको थियो त्यो सरस्वती कुण्डको साइडको बाटो चाहिँ लगभग यस्तै छ अब तपाईको खासै बाटो जस्तो त छैन हैन अलिअलि मान्छे हैन अन्दाज लाउन चाहिँ सकिन्छ हामीले हैन अनि त्यो अन्दाजको भरमा चाहिँ हामी हिँड्नुपर्छ त्यताबाट चाहिँ अनि भ्यू पोइन्ट जाने बाटो रहेछ अनि ठाउँबाट ठ्याक्क यसरी पोखरी देखिन्छ त्यसरी चाहिँ नझुकिनु होला भ्यू पोइन्ट चाहिँ माथि नै छ अरे म चाहिँ जाँदैछु भ्यू पोइन्ट बाटो चाहिँ एकदम कन्फ्युजिङ भएको भएर सबजना झुकिनु हुँदो रहेछ भ्यू पोइन्ट आउनु चाहिँ भ्यू पोइन्ट आउने बाटो चाहिँ म तपाईँहरूलाई ठ्याक्क अहिले देखाइदिन्छु तल कताबाट छिर्ने भनेर चाहिँ फर्किँदाखेरि त्यो भयो भने तपाईँहरूलाई पाँच पोखरी आउँदाखेरि सजिलो हुन्छ थ्याङ्क यू यो ढुङ्गाबाट यहाँ देख्न सक्नुहुन्छ ठ्याक्क ढुङ्गाको साइडबाट यसरी उक्लिने बाटो छ अनि यहाँबाट झुकेर यो हुँदै माथि भ्यू पोइन्ट पुग्न सकिन्छ है